हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी पलाञ्चोक भगवती जाँदैछौँ। चारजना, सानी, भाइ, म, अङ्कल। हामी जाँदैछौँ। अहिले चाहिँ 5 बजे। अब म बाटोमा जाँदै गर्दा देखाउँछु। अनि म अहिले चाहिँ यहाँ रेडी भएको भिडियो चाहिँ खिच्दिनँ किनभने बत्ती छैन, अँध्यारो भइरहेछ। अब म यहाँ बाटोको भिडियोहरू अपलोड गर्दै जान्छु। पछि समय हेर्नु होला है त। हामी चाहिँ अब यहाँ यस्तो सानी आछ राम्रो आज चाहिँ हामी नारायण थानको मन्दिरमा पूजा गरेर अब हामी पलाञ्चोकको यात्रा गर्दैछौँ। बाटो हेर्नु, यहाँ हाइकिङ पुरै हामी 5 खाल ल्यानी पानीबाट बाट अब फेरि पलाञ्चोक भगवतीमा जाँदैछौँ। यहाँ चाहिँ मेरो अङ्कल हुनुहुन्छ। यो चाहिँ हाम्रो छोरी दिसुजा। उहाँ चाहिँ हाम्रो अङ्कल, हाम्रो भाइ, मेरो भाइ। उहाँ चाहिँ मेरो सानो, एकदम ब्युटिफुल छ होला। राम्रो बाटो चाहिँ यस्तो उकालो छ हेर्नुहोस् साथीहरू। यहाँ अब हजुर हजुर ढुङ्गे युग जस्तै छ है अङ्कल आज बाटो। अब तपाईँहरूसँग म उहीँ पलाञ्चोक लम्बासार पर्यौँ। बाटोमा आएर अलिकति थकाइ लागेको अवस्था छ। हाम्रो अङ्कल यो थकाइ लगाउने चाहिँ हाम्रो दिसुजा हो। साह्रै अल्छी गरेर हिँड्ने। जुत्ता कालो त्यस्तो छ दुईजनाको। पानी खाइ हुनुहुन्छ। एक बोतल सकिसक्नुभयो। वाटर लभर यता हेरिदिनु न त सानी। हाई, कस्तो फिलिङ्स भइरह? एकदम रमाइलो भइरह। बहुत मजा आइरहेछ। एकदम रमाइलो। यहाँ बाउ छोराको कुरै मिल्दैन। मिले पनि कसैको नि मिल्दैन यहाँ कुरो। महादेव र पार्वतीको मात्र मिल्छ। महादेव बेला बेला छल गरे के गर्ने गरेर आइदिनु। हामी यहाँ भ्यू हेर्दै बसिरहेछौँ। देखिन चाहिँ यहाँ राम्रो देखिँदैन हेर्नु, तर कस्तो राम्रो 6x जुम हुँदो रहेछ यसमा। मरिन्थ्यो घाम लाग्यो भए। आज हाम्रो भएको छ यो गति, आउन आँट्यो पलाञ्चोक भगवती। सल्लाधु पहिले सानो निन्द्रामा भ्युजायो तिम्रो रूपैले। यो गीतको सिङ्गर हो या दिप्सिया धिवाल। उनको लागि भव्य ताली बजाइदिनु होला, फलो पनि गरिदिनु होला। अब हामी आउन आँट्यौँ। अब हामीलाई केही बेर मात्र, केही समयपछि हामी कालिम्चोक भगवतीमा पलाञ्चोक भगवतीमा मुख जिउरो 3 घन्टाको हिँडाइपछि बल्ल पलाञ्चोक भगवती आइपुग्यो। यहाँ हाम्रो गाइडहरू हुनुहुन्छ। एकजना कुकुर पनि आयो, मलाई डर लाग्छ। कालिका माई दर्शन गरौँ है त यहाँ भगवानसँग। पहिला कहाँबाट दियो कलश गणेश है। हामी दियो बाल्नु पाइन्छ यहाँ यसमा। हामी के अरे सानी उमा महेश्वर होइन, उमा महेश्वर जानु लाग्यो। अनि के को दर्शन गरेर भर्खर कालिका माताको दर्शन गऱ्यौँ। अब उमा महेश्वर जाँदैछौँ। त्यहाँ गएर भेटौँला है। तपाईँहरू पनि दर्शन गर्नु। उमा महेश्वर फुल चढाउँछु। मेरो चाहिँ के
यहाँ आरती गर्ने बेला भएको रहेछ अहिले अनि यहाँ चिया पिउने अनि अलि मान्छे भएको कारणले मैले सबै भिडियो क्याप्चर गर्न सकिनँ। यहाँ हेर्नु न आफूले बोकाले आफैलाई झलाइरहेको छ, कस्तो डरलाग्दो दृश्य थियो। हामी चाहिँ दर्शन गरेर फर्क्यौँ। हामी त्यहाँ दर्शन गरेर फर्क्यौँ। यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ, यो चाहिँ हाम्रो सानी क्याट लप्ली सानी हुनुहुन्छ। दर्शन गरिसकेपछि हामी खाजा खान गयौँ। गाइज म घर आएँ, डङलङै खाटमा पल्टिएँ, गरिमले आँखा हेर्न सकिनँ पाँच खालको घामले। यति भन्दै म आज मेरो भिडियोमा बाई बाई भन्न चाहन्छु। बाई।